माइतीको धाक दिखाएर आफ्नो बुढालाई पशु जस्तो व्यवहार गर्ने छोरी मान्छेहरूको लागि यो भिडियो। कुनै कुनै छोरी मान्छे त्यस्तो छ जसले नि आफ्नो बुढालाई खाली मेरो माइती, मेरो आमा बाउ, मेरो दाजुभाइ, मेरो दिदी बहिनी भन्दै डराउने धम्काउने गर्छ। बुढाले केही भन्यो भने छोडिदिन्छु भनेर धम्की दिने गर्छ। हो त्यस्तो छोरी मान्छे जो पनि छ नि, कान खोलेर सुन यो कुरा। अहिले बुढा साथमा छ नि, त्यसैले तिमी माथि त्यो गिद्ध जस्तो यो संसारको नजर उठेको छैन। जुन दिन बुढा हराउँछ नि, हो त्यो दिन थाहा पाउनुहुन्छ कि यो संसारको हेरै तक पनि कति नराम्रो रहेछ भनेर। राति दरवाजा बन्द गरेर आनन्दको निन्द्रा सुत्दैछौ नि, जुन दिन बुढा हराउँछौ नि, त्यो दिन तिमी जति नै दर्रो घरमा बस, त्यही पनि तिमीलाई रातभरि निन्द्रा आउने छैन। बुढा साथमा छ नि, त्यसैले तिमी खुसी छौ, हाँसिरहेको छौ। जुन दिन बुढा हराउँछौ नि, हो त्यो दिन तिम्रो हाँसी पनि दिखावटी लाग्नेछ। तिम्रो नानीहरूको खुसीमा पनि केही अधुरो लाग्नेछ। बुढा त त्यो हो जसले नि 12 घण्टा हाम्रो लागि काम गरेर खुन पसिना बगाएर दुनियाँको भनाइ सुनेर आएर पनि तिम्रो सकलको हाँसी, तिम्रो नानीहरूको हाँसी देखेर नै ऊ खुसी हुने गर्छ। त्यसलाई नै उसले आफ्नो सम्पत्ति मान्ने गर्छ। त्यसैले समय हुँदा नै आफ्नो बुढाको सम्मान गर्न सिक्नुहोस्। बिना बुढाको जिन्दगी त्यो सुकेर झरेको पत्ता जस्तो हुन्छ, जो हावाले जहाँ पायो त्यहीँ नै लाने गर्छ र जो मान्छेले पनि त्यसलाई टेक्दै हिँड्ने गर्छ। हो त्यतिखेर थाहा पाउँछौ कि बुढा भनेको नि बुढा हो, हाम्रो भगवान हो, सम्मान गर्न सिक्नुहोस्।